नमस्कार साथीहरू, यो हो बुढीनन्दा नगरपालिका र जगन्नाथ गाउँपालिका जोड्ने बेली ब्रिज पुल। यो पिलुचौर बजार बाजुराको 4वटा स्थानीय तहको मेन केन्द्र पनि हो। नेपालको सबैभन्दा लामो नदी कर्णाली नदी यसको नजिक भएर बग्ने गर्छ। यो पिलुचौर बजार एक सुन्दर ठाउँ हो। यहाँको हरियाली, चिसो हावा र सरल जीवनशैलीले मन लोभ्याउने गर्छ। यहाँबाट हामी नेपालको मती रारातालको गन्तव्य सुरु गर्दैछौँ। पिलुचौर हाट बजारबाट हामी कर्णाली करिडोर हुँदै हिमाली गाउँपालिका मुगु रारातालसम्मको यात्रामा छौँ। हामी निरन्तर यात्रामा रमाउँदै गीत गाउँदै हिमाली गाउँपालिका कार्य पिलुचौरबाट मुगु जिल्ला प्रवेश गरेका छौँ। खत्याड गाउँपालिका स्थित माचौर बाजुराबाट गाडीको यात्रा यहाँसम्म मात्र हुने गर्छ। यहाँबाट पैदल यात्रामा राराको यात्रा सुरु हुन्छ। हामी मुगु जिल्ला प्रवेश गरिसकेका छौँ। यहाँको भूगोल अझै अप्ठ्यारो छ, तर मन लोभ्याउने खालको छ। साना साना गाउँहरू, जताततै गोठ अनि रमाइला कुरा गर्दै हामी यात्रामा निरन्तर अगाडि बढिरहेका छौँ। राराको यात्रा एउटा गन्तव्य होइन, सयौं रमाइला क्षणहरूको सङ्गालो हो। कहिले उकाली चढ्दै गरिने मजाक, कहिले नयाँ साथी बनाउने मोड। राराको पानी जस्तो चम्किलो थियो, त्यत्तिकै हाम्रो पल झल्किएको छ। हामी 4 घण्टाको गाडी यात्राबाट माचौर पुगेका थियौँ। माचौरबाट पैदल यात्रामा 4-5 घण्टामा 7:30-8 बजेतिर रारा नजिक रारा इको रिसोर्टमा यहीँ सबै बास बसेका थियौँ। हामी भोलि बिहानै राराको यात्रातिर लाग्यौँ। केही समयपछि हाम्रो रारामा दौडा सुरु भयो।